यो कटहरको सब्जी चाहिँ जसरी बनाए पनि मिठो हुने कि त्यसमध्ये चाहिँ यसरी बनाउँदाखेरि चाहिँ झनै मिठो हुने कि त्यही भएर म चाहिँ हजुरहरूसँग भिडियो सेयर गर्दैछु। त्यसको लागि चाहिँ मैले आधा किलो कटहर लिएकी छु, त्यसलाई चाहिँ ठुल्ठुलो टुक्रा गरेर काटेकी छु। त्यसमा चाहिँ 4वटा सानो आलुलाई छिलेर खोचेर पनि राखेकी छु। आलु चाहिँ हजुरले राख्नु भए पनि हुन्छ, नराख्नु भए पनि हुन्छ। त्यसमा चाहिँ मैले 1 पाउ प्याज लिएकी छु। आधा किलो कटहरमा चाहिँ 1 पाउ प्याज हाल्दाखेरि मिठो हुन्छ कि राम्रो हुन्छ। अनि त्यसपछि मैले त्यसमा चाहिँ नुन, बेसार, जिरा धनियाँको धुलो, 2-3टा दालचिनी, लसुन अदुवाको पेस्ट अनि अलिकति तेल, कसुरी मेथी सबै हालेर मजाले मोलेर र यसलाई आधा घण्टा राखिदिने। त्यसपछि यता कराही तातो गरेर अलिकति मेथी फोरन दिएर अनि त्यसलाई मजाले बिस्तारै पकाउँदै जाने कि सानो आगोमा, धेरै ठुलो आगोमा चाहिँ नपकाउने, किनभने चाहिँ एकदम छिटो पाक्छ कि यो भित्रसम्म सबै मसलाहरू पसि पनि सकेको हुन्छ। नुनहरूले गर्दाखेरि यसलाई गलिसकेको हुन्छ, त्यसले गर्दाखेरि टाइमै लाग्दैन कि। अनि बिस्तारै पकाउँदै जाने। पाकिसकेपछि टमाटर हालेर एकछिन पकाइदिने र हजुरलाई रस कति चाहिन्छ त्यही अनुसार रस हालेर मजाले एकछिन छोपेर पकाइदिँदै यस्तो मिठो सब्जी बन्छ। यो सब्जीसँग चाहिँ अरू कुनै सब्जी नहुँदा नि एकदमै मिठो मेरो चाहिँ सब्जी बन्यो है।